तपाईँहरू सम्पूर्णमा पुनः एकपटक नमस्कार। सर्वप्रथम त आज हामी नेपालीहरूको महान चाडै भन्नुपर्छ यसलाई। माता तीर्थवंशी अर्थात् आमाको मुख हेर्ने दिनको सम्पूर्ण मलाई जन्मदिन हुने अनि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूप्रति हार्दिक नमन भन्न चाहन्छु। आज विशेषतः माता तीर्थवंशीको दिन हामीले आमाको मुख हेर्ने दिनको रूपमा पनि यसलाई लिने गरेका छौँ र यो महान पर्वको सम्पूर्ण आमाहरूमा हार्दिक नमन। यो भनिरहँदा हामी हिजो देश परिवर्तनका लागि विभिन्न समय विभिन्न कालखण्डमा विभिन्न आमाहरूका काख रितिएका छन्। ती वीर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु। अब भने देश परिवर्तनको नाममा कुनै पनि आमाको काख रितिन नपरोस्, देश समृद्धितर्फ अगाडि बढोस्। जेनजी आन्दोलन पछाडि अहिले भर्खरै भएको निर्वाचनबाट देशकै लोकतन्त्रकै शक्तिशाली सरकार गठन भएको छ। सरकार गठन भइरहँदा सरकारले काम पनि गरिरहँदा देशमा आमूल परिवर्तनको आशा गर्ने म जस्ता हजारौँ युवा अनि हजारौँ आमाहरू जो आज महँगीको यो पीडामा पर्नु भएको छ। महँगी आकाशिएको छ। विभिन्न शक्ति राष्ट्रहरूको शक्ति सन्तुलनका कारण महँगी बढेको भन्ने आए तापनि यसको भार भने हामी जस्तो श्रमजीवी किसानहरूमा पर्न जान्छ। यस कुरालाई तत्काल यस सरकारले सम्बोधन गरोस् र आगामी दिनमा यस्ता कुराहरूबाट हामीलाई सदा सर्वदा महँगीबाट वञ्चित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। र अब भने सम्पूर्ण आमाहरूमा फेरि पुनः एकपटक हार्दिक नमन भन्दै माता तीर्थवंशीको देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूमा हार्दिक नमन। र मलाई आज जुन स्थानमा पुर्याउन मलाई जन्मदिन हुने विशेष मेरी आमाप्रति हार्दिक नमन भन्दै सम्पूर्ण आमाहरूप्रति माता तीर्थवंशीको हार्दिक शुभकामना व्यक्त गर्दै फेरि पनि भन्न चाहन्छु, देश एकदमै आक्रान्त बनेको छ। यो परिस्थितिमा तत्काल सरकारले केही न केही राहत प्याकेज ल्याएर जनतालाई जिउने आधारहरू दिन सकोस्, यो शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा फेरि कोही आमाको काख रित्न नपरोस्, कोही आमा सन्तानविहीन हुनु नपरोस् भन्ने कामनासहित फेरि पनि सम्पूर्णमा माता तीर्थवंशीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।